हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी काफल टिप्न जाँदैछौँ। हिजो भनेको थिएँ मैले तपाईँहरूलाई, हामी डुलुम टिप्दाखेरि नै भनेको थिएँ आजको ब्लगमा चाहिँ काफल टिपेर देखाउने छौँ भनेर। आज चाहिँ हामी 4 जना हिँडेको छौँ। लास्टसम्म हेर्नु होला हामीले काफल कति टिप्छ र काफल पाउँछ कि पाउँदैन भनेर। लास्टसम्म हेर्नु होला। यिनीहरू दुईजना चाहिँ अहिले फुरुक गरेर आइरहेछ। अहिले उकालो चढ्दाखेरि यिनीहरू हिँड्न सकेन भने हामी यिनीहरू दुईजना चाहिँ घरमै पठाउने छौँ। हामी चाहिँ काफल टिप्न जानेछौँ। लास्टसम्म हेर्नु होला। पर दुईजना चाहिँ चक्क गरिरहेछ। उता पर हामी दुईजना चाहिँ खुट्टामा हिँड्नु लागेको, त्यहाँ खुट्टा सफा गर्न जाँदैछ। हामी काफल टिप्ने ठाउँ चाहिँ धेरै छैन, तर हामी चाहिँ डिफ्रेन्ट ठाउँमा जानेछौँ काफल टिप्नलाई। 2-3-4वटा रुखमा टिप्नेछौँ। लास्टसम्म हेर्नु होला। लास्टमा हामी टिकटक बनाउँछौँ। बनाउँछ टिकटक। लास्टमा म भिडियो रेकर्ड गर्छु। भिडियो रेकर्ड गर्छु। यता त लड्छ होस्। पाकी छ है, तर यता त भिर्छ होस् अनि पर जाने ल। पहिले त हामी काफल टिपेको हामी फेसबुकमा हाल्छौँ। फेसबुकमा हाल्छु। यो जस्तो चल्छ के। यो सिसी र ग्याल्नु भने गएको 1 नम्बरको चकचक। यो दिदी त मलाई घरमा कुटेको छ। चकचक गरेपछि कुट्नुपर्छ है। यसले चकचक नगरी मलाई ठ्याम कुट्छ। मलाई रिस उठ्छ। मैले यसको भनेको टेर्नुपर्छ नि नकुट्नलाई त। आछु कति जाडो। उयो हामी चाहिँ आइपुग्न लागिसक्यौँ। तपाईँहरूलाई आइपुगेपछि देखाउने छु। काफल पाकेको छ गाइजहरू। यता मान्छे लडिसक्यो। म चाहिँ रुखमा आइसकेको छु। काफल टिपिरहेको छ। यता युटी हाई गर। तर रुख चाहिँ हामी दुईजना चढेको छौँ। यहाँ काफल चाहिँ धेरै रहेछ। हेर्नु होला गाइजहरू। हामी चाहिँ टिपेर लाने भनेर टिपिरहेको छौँ। यस्तो मिठो काफल गाइजहरू। हामीले कति टिप्छ भनेर लास्टसम्म हेर्नु होला। हाम्रो गाउँतिर चाहिँ काफल निकै पाइन्छ। आउनु होला गाइजहरू। लोकेसन चाहिँ ओखलढुङ्गाको छागे भन्ने ठाउँमा हो। हजुर आइसकेको छौँ। यहाँ काफलहरू हेर्न सक्नुहुन्छ। अघिको रुखमा चाहिँ नपाएर हामी यतापट्टि आएको। कति लास्टसम्म कति टिप्छौँ हेर्नु होला गाइजहरू। यहाँ चाहिँ काफलको रुख चढ्नु पर्दैन। तलै छ, तलै भेट्छ, त्यसैले रुख चाहिँ चढ्नु पर्दैन गाइजहरू। हजुर लड्यो भने त्यसले पिटाइ हाल्छ। त्यही माथि गाइजहरू म चाहिँ काफलको रुखमा छु। हेर्नु होला। काफल यति राम्रो छ। खाने भए आउनु है गाइजहरू। कति टिप्छ भनेर हेर्नु होला। तल बसेर कराइरहेछ गाइजहरू। ल यति राम्रो छ। गुलियो पनि उत्तिकै गुलियो छ गाइजहरू यहाँको काफल। गाइजहरू हेर्न सक्नुहुन्छ काफल चाहिँ निकै नै फलिरहेको छ। त्यहाँ देखाइ पनि रहेको छु मैले। प्लास्टिकमा चाहिँ अलि राम्रोसँग देखेन, त्यसको लागि सरी। मैले यो काफल देखाउँदै गर्दाखेरि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला र कमेन्टमा भन्नु होला काफल कस्तो छ र। काफल चाहिँ सिजन सके पनि अलि रहेछ, त्यही पनि हामीले टिप्यौँ। मेहनतको लागि सब्सक्राइब गरिदिनु होला।
त्यो ठाउँमा निकै बेर टिपिसकेर पनि अर्को ठाउँमा हिँडिरहेको छु। अगाडि चाहिँ भाइ बहिनीहरू छ। बहिनी दुईवटा बुनु र एकजना भाइ छ। भाइ चाहिँ आफ्नै पर्छ भने बहिनीहरू पनि आफ्नै पर्छ भनौँ न। अनि यहाँ चाहिँ मैले काफल देखाइरहेको छु तपाईँहरूलाई कति टिपेँ भनेर। कस्तो छ भनिदिनु होला। र हामी चाहिँ अब अर्को ठाउँ अलि तल पर नै हिँडिरहेको छौँ। ठाउँ चाहिँ यस्तो छ, भ्यूहरू हेरिदिनु होला। भाइ बहिनीहरू चाहिँ अगाडि कुदिसक्यो, त्यहाँ थोरै देखेको रहेछ तिनीहरूले। अनि तिनीहरू झगडा गर्दै अगाडि नै कुदेर गएर टिप्न थालिसक्यो। त्यो झगडा गरिरहेको छ मुनि के पो म अगाडि चढ्छु भने दुईजना चाहिँ। भाइ चाहिँ तल नै बसिरहेको छ। अनि त्यहाँ उसको दिदी चाहिँ अगाडि टिप्न गयो र बहिनी चाहिँ त्यहीँ तल बसिरहेको छ। अनि यहाँ मैले पनि भाइलाई टिपिदिएँ। अनि त्यहाँ फेरि बहिनीले क्या कस्तो माया लाग्दो गरी हेरिरहेको छ। अनि फेरि क्यामेरा देखाएपछि हाँसेर काफल टिप्न थाल्यो। यहाँ चाहिँ काफल अलिक ठिकै रहेछ भनौँ न। मलाई चाहिँ त्यति टिप्न मन लागेन त्यहाँ चाहिँ। अनि यहाँ हामी अर्को ठाउँमा हिँड्न गइरहेछ, अघि नै भनेको थिएँ। अनि यहाँ अर्को ठाउँमा चाहिँ यस्तो भइरहेछ, यस्तो ठाउँ हेरिदिनु होला। ठाउँ कति राम्रो छ। यहाँ चाहिँ सबैभन्दा ठुलो काफल पाइन्छ। त्यसैले हामी यहाँ चाहिँ निकै जसरी भए पनि जाने भनेर आएको थियो। अनि तर यहाँ चाहिँ काफलले रहेन रहेछ क्या। अगाडि अस्ति पानी परेर असिनाले सब झरिसकेछ। अनि काफलले छैन रहेछ, एक दुईवटा मात्र रहेछ। अनि त्यही पनि हामीले त्यो पनि सिला गरेर टिप्यौँ। किनकि यहाँ ठुल्ठुलो काफल पाइन्छ नि त। अनि ठुल्ठुलो छ, त्यसैले यहाँको काफलले चाहिँ छिट्टै भरिन्छ पनि, भारी पनि पुग्छ पनि, अनि छिट्टै खाइ पनि सक्छ। मैले पनि टिपेँ एक दुईवटा। अनि यहाँ काफल नभएको कारण हामीले यहाँ चाहिँ एकछिन मात्र टिप्यौँ र अनि हिँड्यौँ। फाइनली गाइज हाम्रो काफल चाहिँ यति भएको छ। हेर्नु होला कस्तो छ र हामीले कति टिप्यौँ। तपाईँलाई हामीले काफल पनि देखायौँ र हाम्रो च्यालेन्ज पनि पुरा गऱ्यौँ। त्यसको लागि सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई गाइज। अर्को पार्टमा भेटौँला। अर्को पार्ट मतलब अर्को भ्लगमा भेटौँला। बाई बाई। यहाँ